हेलो नमस्ते दर्शन सबजनालाई। आज चाहिँ म फेरि भ्लग बनाउन आएको छु होइन। अनि आज म भ्लग बनाउन आएको छु। आज चाहिँ हिजो पनि भ्लग बनाएको थिएँ, आज पनि भ्लग बनाउनु भनेर लागेको है। अनि आजको मौसम हेर्न सक्नुहुन्छ, त्यहाँ घाम लागिरहेको छ, यहाँ चाहिँ बादल यस्तो छ आज। हिजो पनि यस्तै थियो, पछि चाहिँ पानी परेको थियो क्या। अहिले चाहिँ आज पनि यस्तै मौसम आएको छ, हिजो पनि यस्तै थियो। अनि अहिले चाहिँ म अब खाना बनाउनु जानु लागेको छु। खाना बनाउनु पऱ्यो। हिजोको काम चाहिँ हेर्न सक्नुहुन्छ, यसलाई प्याजहरू यस्तै छ अझै पनि, यता पनि छ होइन, यस्तै छ। किनभने अब अहिले उठ्नु हुँदैन नि त। अब आज दिउँसोको काम चाहिँ मेरो यही हुन्छ होला सायद। यिनीहरूलाई यहाँ यसमा सुकाउने, यहाँ तल सुकाउने, फेरि त्यसपछि आँगनमा सुकाएपछि यसलाई चाहिँ भित्र लिएर जानुपर्छ माथि रुममा लगेर राख्नुपर्छ। अनि यहाँ चाहिँ हिजो आलु औषधी हालेको छ है। चाहिँ खाना बनाउनु रेडी गर्नु पऱ्यो। मैले सुरु आगो सुल्काउनु पऱ्यो, त्यसपछि अनि खाना बनाउनुपर्छ। हजुरको चिया नास्ता त भयो होला, मेरो पनि भयो। म चाहिँ चिया नास्ता केही नै गर्छु, म चाहिँ तातो पानी खान्छ, त्यसपछि भएन खाना नै त्यही हुन्छ। पहिला सुरुमा के पहिला सब्जी कट गर्नु पर्ला जस्तो छ है। प्याज लिएर जाऊँ यहीँबाट, प्याज लिएर जाऊँ। अनि हिजो यो कसले थाहा नै छैन यो के हो भनेर। यो चाहिँ मस्यौरा केबाट बन्यो भन्दा यो चाहिँ कर्कलो भन्छ नि, कर्कलो थाहा छ, त्यो कर्कलोबाट बन्यो। चाहिँ एकदम मिठो हुन्छ। पकाउने आज प्याज भइहाल्यो। आलु लिएर माथि गएर है, आलु लिएर बाहिर माथि गएर यहाँ चाहिँ उता खान्छ हिजोको जस्तै। किनभने च्यालेर परेको नि, च्यालेर पछि पऱ्यो नि एउटा आलु भइपुग्छ आज त। फल पनि छ नि त, काटेर राखेँ। हिजो अलिक बढी काटेको छु आलु, त्यही भएर अहिले आलु छ नि त, त्यही भएर म यसमा चिकट गर्छु है त। तरकारी बनाउनु राखेँ, यहाँ चाहिँ तरकारी पाक्दैछ, यहाँ तरकारी पाक्दैछ। भ्लग अपलोड गरिदिएको थिएँ बिहान कति 7:45 समथिङमा मैले चाहिँ भ्लग अपलोड गरेँ। अहिलेसम्म भ्लग अपलोड गरेको छैन। के अरे त्यसमा मेरो घरमा चाहिँ नेटै छैन, वाइफाई भएको छ क्या। वाइफाईमा पैसा सिधाएको छ, नेटबाट डाटाबाट गरेँ, डाटाबाट चाहिँ अपलोडै गरेर टाइम लाग्छ। अब भर्खर त 50% को, अब अझ 50% बिहानदेखि त्यसमा 50% को। यहाँ चाहिँ खाना पाक्दैछ, तरकारी चाहिँ पाकिसकेको छ। अब चाहिँ तल जानुपर्ने हुन्छ। कस्तो गर्मी छ नि बाहिर, बादल लगाइरहेको छैन। त्यहाँतिर बादल पुरो यस्तो, र यहाँ हामीले घाम यस्तो टाउक्क भइरहेको छ नि। त्यही भएर अब चाहिँ हामी तल जानुपर्छ। यहाँ चाहिँ हाम्रो खुर्सानीको बोटहरू छ। यो चाहिँ के भन्छ होला, हल्लावेदको बोट। तपाईँहरूकोमा के भन्छ? यो चाहिँ हल्लावेदको सानो फल्दैछ, हल्लावेदको बोट भन्नु। म चाहिँ अब पर जानुपर्ने हुन्छ। यिनीहरूलाई चाहिँ मैले खानेकुरा खान दिइसकेँ, पानी दिइसकेँ, अन्त घाँस पनि हालिदिइसकेँ। म चाहिँ तल जानुपर्ने हुन्छ। यहाँ यसरी पानी यही पानी लिएर जानुपर्ने हुन्छ। तब चाहिँ त्यहाँ जाने, त्यहाँ तल जाने त्यो बाख्रो भेटामा। त्यही भएर अब त्यहाँ गएर पहिला अनि म भेट्छु। हुन्छ, यस्तो छ भित्र। यहाँ चाहिँ बाख्रो हाम्रो एउटा पानी दिन्छ, लखा पानी, एउटा पानी यो दिनुपर्छ। किनभने पानी मात्र उहाँले खानुहुन्न, उहाँ पानी मात्र खानु।
पक 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 सानी परे पानी मात्र खाँदैन पानी छ नि त पिठो हालेर त्यही पनि खाँदैन यो चाहिँ मकैको पिठो ल ल फेरि अरू देख्यो भने अरू पनि चाहिन्छ उसलाई खुला खाँदैछ हामी चाहिँ यता हेर यो चाहिँ हाम्रो बारी हो यहाँबाट तपाईँहरूले देखेँ यो जति चाहिँ हाम्रो बारी हो होइन यहाँबाट स्टार्ट हुन्छ नि तल जति पनि हेर्नु उहाँ तलसम्म पिठो पिठो हाल्छ यहाँ चाहिँ काँक्रा हुँदैछ यहाँ चाहिँ सिमी छ साथसाथै के भन्छ प्याज पनि छ त्यसमा चाहिँ अलिकति थोरै छ प्याज त्यहाँ चाहिँ त्यो चाहिँ पछि खानुहुन्छ भने यहाँ धनियाँ छ धनियाँ चाहिँ यहाँ छ यहाँ चाहिँ हाम्रो बाख्रा मात्रै भनिएर छ अनि यहाँ चाहिँ यहाँभित्र चाहिँ के हुन्छ यहाँभित्र चाहिँ घाँसहरू मात्र छ घाँसहरू छ यहाँ चाहिँ हिँड्दै नखाएको घाँसहरू छ यस्तो छ यस्तो छ यहाँ मालपट्टि यही त होइन यही छ यहीँबाट यो झर्न यति हामी त खर्च त्यही पनि गाह्रो लाग्छ घाम भइसक्यो यसलाई पनि अब भित्र राखिदिनु पऱ्यो हामीलाई कहिले दिन्छ मुनि सानो मुन्छे ल नहा नि यसलाई पुग्यो अरे अब यसलाई पुग्यो यहाँबाट पानी छ कि पानी पनि सकिन्छ ल त्यही पनि बाख्राहरूलाई गाईहरूलाई दिनु सबै हेरेर दिनुपर्छ कि हामीले चाहिँ सबै सफा हालिसकेपछि चाहिँ अब यहाँनिर जाएर यहाँनिर यसको खानेकुरो छ यो तपाईँले चिन्नुहुन्छ यसको भोग हो अब यही दिने आज यसलाई यो भयो राम्रोसँग खान्छ पिठो यसमा पिठो हालेर दिँदाखेरि चाहिँ अरू घाँस चाहिँ केही पनि खाँदैन पसिना पसिना भइसक्यो गर्नु यसमा यो पिठो हाल्ने त्यो चाहिँ यहाँ राख्नु फेरि अहिले खान्छ यही खोले अब नखाएको खोले यहाँ हाल्ने अनि मिक्स गरेर पापा छ भित्र लौकी त हजुर घाँस पनि चाहिन्छ हजुर घाँस अलिकति पऱ्यो के राम यता राख्नु यसलाई भित्र राखौँ यसको खानेकुरा यहाँ राखिदिएपछि यसले चाहिँ यता झार्दैन कि यहाँ झार्ने यता चाहिँ यसले खाने हरियो घाँस के छ त यही छ यो छ त यही दिने अर्को भ्लग चाहिँ कुन बेला अपलोड हुन्छ थाहा छैन यो भोलि चाहिँ यो भ्लग मैले कसरी अपलोड गर्ने त्यो पनि थाहा छैन अब चाहिँ म ट्राई गर्छु कि डेली भ्लग हाल्न त ट्राई मात्र चाहिँ हो बनाउ पनि बनाउन मन लाग्छ तर के गर्नु आउँदैन नि त बनाउन नि यहाँ चाहिँ हाम्रो प्रागतिक बोट छ
हाम्रो काकती फुलफुली छ अहिले चाहिँ यता चाहिँ देख्नु नि यता साइड छ होला अरू फुलफुलेको थोरै मात्र फुलेको छ बिस्तारै फल्छ। यहाँ चाहिँ सिमी पनि छ काउली छ आलुको बोट पनि रहेछ। यहाँ चाहिँ हाम्रो पछि यहाँ चाहिँ पहिरो लडेछ किनभने अस्ति के धेरै पानी हालेर थियो त्यतिखेर हरियो घाँस यही लैजानु पर्दा यो भएर खान्छ अलिक होइन तर यो पनि धेरै खाँदैन धेरै दिनु पनि हुँदैन फुल्ने त्यसको पेटमा बच्चा छ यो चाहिँ अलिक दिनु हुँदैन भन्नुहुन्छ किन दिनु हुँदैन चाहिँ मलाई पनि थाहा छैन थोरै माथि दिनु चाहिँ धेरै हुँदैन अरे यो चाहिँ हामीले रोपेको घाँस हो यसलाई सायद डाली घाँस हुन्छ के भन्छ यति भयो पुग्छ यति भयो चाहिँ यसलाई पुग्छ जाँदा एउटा बाख्रा छ क्या धेरै दिन चाहिने कोही पनि बिदाउने छ त्यो भएपछि चाहिँदैन क्या यहाँ चाहिँ खोर्सानी रोपेर छ खोर्सानीको बोटहरू छ यहाँ चाहिँ अनि मैले बुझेँ भने मेरो बेलुका ढाड भाँचिन्छ किनभने यहाँ आउने त म मात्र हुन्छ म बाइक अरू कोही आउँदैन त्यही भएर कसले यस्तो बिगाएर मेरै काम मैले बिगारेँ अब यसलाई भित्र लैजाउँ है त यो तन्किन्छ क्या यसलाई चाहिँ यसो गऱ्यो अनि यसो गरेर छोडिदिएँ यहाँ पैसा चाहिँ छोडिदिएको किनभने यसले हामीलाई लडाउँछ लडाइदियो भने त यसलाई राखिदियो यो चाहिँ पाउने छ बेबी बेबी पुन्छु लाला हातभरि परेको छ राख्नु नि अब चाहिँ मौसम राम्रो गन्दा नि चिसो सकिँदैन चाहिँ उचालेर राखिदिने एउटा एउटा यहाँ राखिदिने भयो मम्मीहरू चाहिँ तल तल यहाँ देख्दैन के गर त्यता जानेर म चाहिँ त्यो घरको नेट चलाइरहेको थिएँ क्या यो माथि छ फर्स्टको घर त्यो घरको नेट चलाइरहेको थिएँ त्यो घरको नेट गर्न म त्यो घरको छेउमा बसेर चलाउँथेँ त्यहाँ चलाउँथेँ त्यो छेउमा बसेर चलाउने गरेको थिएँ थापा आएर साइड नेटै भर्न गर्थेँ मेरो घाटा लाग्यो ए धनियाँ टिपाउँ है त अलिकति धनियाँ थोरै धनियाँ त फुलिसकेछ त्यही पनि टिपाउँ खानुहुन्छ नि सब्जीमा लगाएर हालिदिन्छ मिठो बास्ना आउँछ म चाहिँ एकदम धनियाँ हालेँ तरकारी चाहिँ एकदम मन पर्छ क्या कस्तो मिठो बास्ना आउँछ नि त त्यही भएर मेरो फेसलाई चाहिँ इग्नोर गर्नु होला कस्तो भइरह्यो होला एक काकाको बिग्रिसक्यो यो भ्लग चाहिँ अलिकति लामो हुन्छ कि जस्तो छ है के हुन्छ चाहिँ मकै पनि रोपेर यत्रो यत्रो भइछ म घर गएपछि भेट्छ है त अब हामी चाहिँ प्याज माथि लैजान आएको छौँ यो प्याजहरूलाई माथि अब लैजाने मम्मी हुनुहुन्छ मम्मी हिजो जस्तै हेलेलो हुने त ल मम्मीले चाहिँ हेलेलो हुनुहुन्छ ड्याडीले चाहिँ भन्नुहुन्न किनभने ड्याडा लाल लाग्छ क्या त्यही भएर यो चाहिँ प्याज यो यस्तो प्याज यो चाहिँ फुलेको प्याज यस्तो यस्तो भएर के यो फुलिसकेपछि चाहिँ मिठो हुँदैन क्या स्वादै हुँदैन है मम्मी भएन मिठो हुँदैन चाँडो बिग्रिन्छ पनि मिठो पनि हुँदैन है कस्तो अर्कै खल्लो स्वाद आउँछ क्या है बास्ना चाहिँ हुन्छ होइन बास्ना भए पनि मिठो हुँदैन अब यहाँ यतिको छ होइन यहाँ पनि यति छ यो पनि अब माथि लैजाने यसरी यहाँ डोकोमा राखेको छ अब यसलाई लिएर जाउँ है त हामी यो बाटो लिएर जाने सकिन्छ सकिन्छ ल म लैजान्छु यहाँ चाहिँ यतिको बस्यो होइन यहाँ प्याज खानु बनाइसक्यो भने यहाँ खाना पनि सक्यो अर्को पनि लाग्छ छिटोभन्दा अनि यहाँ चाहिँ सबै माथिपट्टिको निकालेर चाहिँ यहाँ हाल्नु बनायो अब यसको सबको हम यसै गरिने थोड़ा मैं हिंदी भी बोलूँगी क्योंकि मेरा ब्लॉग और कोई देखता है
पे देता है तो इसलिए ठीक है ब्लॉग हिंदी में भी बनाऊँगी तो ये तो चाहिए मैं वैसे खेलते हुन्छ त्यो त क्यामेरा किन यस्तो ब्लर भइरहेछ थाहा छैन अझै डिसाउँ छ डिसाउँ यो चाहिँ मेरो पुरानो रुम हो मेरो पुरानो रुम हो अहिले म बस्दिनँ यहाँ मेरो अर्को रुम छ थ्याङ्क यू सो मच गाइज वाचिङ द ब्लग लास्टसम्म हेरेर लाइक कमेन्ट सेयर गरिदिनु धेरै धेरै धन्यवाद अनि मलाई चाहिँ आजको ब्लग यति नै र ब्लग यस्तो दिनभरि केही काम पनि थिएन केही थिएन यसै ब्लग बनाइदिएँ मैले अब हजुर कसलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु ल म चाहिँ आज ब्लगै एन्ड गर्न चाहन्छु बाई बाई